आज तपाईँ त सुत्केरी भएको दिन हो नि छोरालाई पाउनु हो नि आज तपाईँले खै त ह्याप्पी बर्थडे अनिको छोरालाई ल जन्मदिनको शुभकामना दिनु त जन्मदिनको शुभकामना भन्नु न कसलाई भन्ने हो आशिष होइन के एनिट पनि होइन तपाईँको छोरा ठुलो छोराको नाम के हो तपाईँको ठुलो छोराको नाम के हो ल भन्नु त होइन छोरा के छोरा तपाईँको छोरा आज जन्मदिन हो नि किशोरको ल जन्मदिनको शुभकामना भन्नु त आमा भन्नु न आशीर्वाद दिनु खै त किशोर खै त तपाईँको किशोर ठुलो छोरा खै लाउरी हुनु गयो कहाँ बोलचालै छैन ए प्रभु ईश्वर भगवान् के यस्तो दियो तिमीले रोग पनि के दियो यस्तो जसले अँगालेर राखेको छ जसले आफ्नो काखमा राखेको छ उसैलाई चिन्नु होइन आमाले तेरि मलाई त रुन मन लाग्छ कि आमा यस्तो देख्दाखेरि खै तपाईँको छोरा खै ठुलो छोराको जन्मदिन किशोरको जन्मदिन आज के गर्नु प्रभु ईश्वर भगवान् यस्तो रोग नदेऊ कसैलाई पनि शुभकामना दिनु न आमा छोरालाई शुभकामना दिनु त किशोरलाई भन्नु न जन्मदिनको शुभकामना खै किशोर खै कहाँ छ खै ल न त बोलाउनु एकचोटि बोलाउनु त बोल्नुहुन्छ बोलाउनु त किशोर हजुर ओ खै ल जन्मदिनको शुभकामना दिनु अब शुभकामना के मुखले आशीर्वाद दिनु हजुर ढोक दिनु नि त ढोक दिनु ढोक ल ल ल आशीर्वाद दिनु अलि चिच्याएर दिनु राम्रो भएर जाओस् कहिले खट हुनुहोस् अरू के भन्नु जे आउँछ त्यही आशीर्वाद दिनु ल छोरा ल दिनु गइसकेको छोरो थियो झन् यत्रो भयो के भएको कति बिरामी भएको यो हो र ए हामी बसेर रोइरहने बिचरा त पत्रा आफूले अहिले बिर्सिनु भयो छोरालाई आफू बिर्सियो भए त आउँथेनौँ नि हामी त यता त